नमस्कार साथीहरु, स्वागत छ आजको यस भिडियोमा। आज हामी बीएससी सीएसआईटी फर्स्ट सेमेस्टरको युनिट 1 इन्ट्रोडक्सन टु कम्प्युटर एकदमै सरल बुझिने र एक्जाम्पल सहित सिक्ने छौं। यो युनिटमा कम्प्युटरको बेसिक फाउन्डेसन पर्छ, जुन फ्युचरका सबै सब्जेक्ट्सको आधार हो। अब सुरु गरौं। 1 इन्ट्रोडक्सन टु कम्प्युटर। कम्प्युटर भन्नाले एउटा यस्तो इलेक्ट्रोनिक डिभाइस हो जसले डेटालाई इनपुटको रूपमा लिएर प्रोसेस गर्छ र आउटपुट प्रदान गर्छ। यसले कामहरू सुपर फास्ट, एक्युरेट र विथआउट टायर्डनेस गर्छ। कम्प्युटरले क्याल्कुलेसन, डेटा प्रोसेसिङ, कम्युनिकेसन, ग्राफिक्स, प्रोग्रामिङ, डिजाइन, रिसर्च सबै काम गर्न सक्छ। साधारण भाषामा भन्नुपर्दा इनपुट टु प्रोसेस, प्रोसेस टु आउटपुट, आउटपुट टु स्टोरेज, स्टोरेज टु कन्ट्रोल। यसले यही साइकलमा काम गर्छ। 2 डिजिटल एन्ड एनालग कम्प्युटर्स। डिजिटल कम्प्युटर। डिजिटल कम्प्युटरले काम बाइनरी 0 र 1 मा गर्छ। जुन कामहरू फास्ट क्याल्कुलेसन, डेटा प्रोसेसिङ, प्रोग्रामिङ, बिजनेस, एजुकेसनमा पर्छ, तिनीहरूमा डिजिटल कम्प्युटर युज हुन्छ। एक्जाम्पल ल्यापटप, डेस्कटप, मोबाइल, क्याल्कुलेटर। एनालग कम्प्युटर। एनालग कम्प्युटर्सले कन्टिन्युअस डेटामा काम गर्छ। यसले रियल वर्ल्ड सिग्नल्स जस्तै टेम्परेचर, प्रेसर, स्पिड जस्ता डेटा मेजर गर्छ। एक्जाम्पल स्पिडोमिटर, थर्मोमिटर, एयरक्राफ्ट सिमुलेटर, मेडिकल इसिजी मेसिन। हाइब्रिड कम्प्युटर। हाइब्रिड कम्प्युटर भनेको डिजिटल एनालगको मिक्सचर हो। यो फास्ट पनि हुन्छ, एक्युरेट पनि। एक्जाम्पल हस्पिटलमा इसिजी, आइसियुमा युज हुने मेसिन। 3 क्यारेक्टरिस्टिक्स अफ कम्प्युटर। कम्प्युटर किन इम्पोर्टेन्ट छ? अहिलेका डिजिटल वर्ल्डको मेन रिजन यी फिचर्स हुन्। 1 स्पिड, मिलियन्स अफ क्याल्कुलेसन्स पर सेकेन्ड। 2 एक्युरेसी, एरर नहुने, यदि हुन्छ भने युजरको गल्ती। 3 डिलिजेन्स, कम्प्युटर कहिल्यै थाक्दैन। 4 अटोमेसन, इन्स्ट्रक्सन दिएपछि आफै काम गर्छ। 5 स्टोरेज, ह्युज अमाउन्ट डेटा सेभ गर्न सक्छ। भर्सटिलिटी, एजुकेसन, गेमिङ, डिजाइन, प्रोग्रामिङ सबैमा काम गर्छ। 7 रिलायबिलिटी, लङ टाइम बिना एरर काम गर्न सक्छ। 4 हिस्ट्री अफ कम्प्युटर। कम्प्युटरको हिस्ट्री पुरानो छ। सुरुमा क्याल्कुलेसनको लागि मानिसहरूले सिम्पल टुल्स बनाएका थिए। एबाकस 3000 BC सबैभन्दा पुरानो क्याल्कुलेटिङ डिभाइस। पास्कालिन ब्लेस पास्कल 1642 अटोमेटिक एडिङ सबट्र्याक्टिङ मेसिन। चार्ल्स ब्याबेज, फादर अफ कम्प्युटर। डिफरेन्स इन्जिन, एनालिटिकल इन्जिन, उनले मोडर्न कम्प्युटरको कन्सेप्ट दिए। एडा लभलेस, फर्स्ट प्रोग्रामर। इनियाक 1945 फर्स्ट जनरल पर्पज इलेक्ट्रोनिक कम्प्युटर, भ्याकुम ट्युब युज। युनिब्याक 1951 फर्स्ट कमर्सियल कम्प्युटर। 5 जेनेरेशन्स अफ कम्प्युटर। कम्प्युटरलाई टेक्नोलोजी अनुसार 5 जेनेरेशनमा डिभिजन गरिएको छ। 1 जेनेरेशन 1946 1959 भ्याकुम ट्युब्स, भेरी बिग कोस्टी। एक्जाम्पल इनियाक। 2 जेनेरेशन 1959 1965 ट्रान्जिस्टर्स, फास्ट रिलायबल। एक्जाम्पल आइबिएम 7094। 3 जेनेरेशन 1965 1971 इन्टिग्रेटेड सर्किट्स, आइसी, स्मलर साइज। एक्जाम्पल आइबिएम 360। 4 जेनेरेशन 1971 प्रेजेन्ट, माइक्रो प्रोसेसर्स, पीसी, ल्यापटप, मोबाइल। 5 जेनेरेशन प्रेजेन्ट, फ्युचर, एआई, मेसिन लर्निङ, रोबोटिक्स। एक्जाम्पल सेल्फ ड्राइभिङ कार्स। क्लासिफिकेसन अफ कम्प्युटर। कम्प्युटरलाई 2 तरिकाले क्लासिफिकेसन गर्न सकिन्छ। ए बेस्ड अन साइज, पावर, सुपर कम्प्युटर, मेन फ्रेम, मिनी कम्प्युटर, माइक्रो कम्प्युटर, पीसी, ल्यापटप, मोबाइल। बी बेस्ड अन पर्पज, जनरल पर्पज कम्प्युटर, स्पेशल पर्पज कम्प्युटर। 7 द कम्प्युटर सिस्टम। कम्प्युटर सिस्टम भनेको हार्डवेयर सफ्टवेयरको कम्बिनेसन हो। हार्डवेयर फिजिकल पार्ट्स, कीबोर्ड, माउस, सीपीयू, मोनिटर। सफ्टवेयर प्रोग्राम्स, विन्डोज, लिनक्स, एप्स, गेम्स। इनपुट युनिट, कीबोर्ड, माउस। प्रोसेसिङ युनिट, सीपीयू। आउटपुट युनिट, मोनिटर, स्पीकर। स्टोरेज युनिट, एसडीडी, एसएसडी, पेन ड्राइभ। 8 एप्लिकेसन अफ कम्प्युटर्स। आज कम्प्युटर हरेक एरियामा युज हुन्छ। एजुकेसन, बैंकिङ, मेडिसिन, इन्जिनियरिङ, इन्टरटेनमेन्ट, कम्युनिकेसन, बिजनेस, रिसर्च, वेदर फोरकास्टिङ, रोबोटिक्स, ग्राफिक डिजाइन, प्रोग्रामिङ, सफ्टवेयर डेभलपमेन्ट। आशा छ युनिट 1 को इन्ट्रोडक्सन टु कम्प्युटरको सबै टपिक तपाईलाई क्लियर। धन्यवाद। फेरि भेटौला अर्को भिडियोमा।